हेलो गाइस नमस्ते एन्ड वेलकम टु एनबिएफएच भ्लग म चाहिँ यो स्कुटर निकालिरहेको थिएँ बाहिर होइन रिसेन्टली स्कुटर बल्ल बल्ल फिक्स भयो एन्ड त्यसपछि त्यही हो बाहिर जानको लागि पर्सनल काम थियो मेरो सो काम घमाइलो लागेको थियो राम्रो दिन गरेको थियो अनि कम्फर्टेबल क्लोथ्स लाउँदाखेरि चाहिँ इट फेल्ट गुड एन्ड लाइट सो द्याट्स इट त्यसपछि मैले रसना लिएको थिएँ माई फेभरेट जुस ड्रिङ्क अनि यता मेरो कजनले आउनुभएको थियो पर्सनल कामले आउनुभएको थियो र सेलरोटी र चिया खुवाएर पठाएँ त्यसपछि म कामबाट फर्किँदाखेरि यो पानीपुरी खाएँ मैले चाहिँ खान सक्ने भनेको त्यही हाफ प्लेट मात्र हो धेरै खायो भने एक प्लेट डेढ प्लेट मात्र खान सक्छु खाएर यसो बाहिर विन्डो सपिङतिर गर्न लाग्यो किनकि मलाई गिफ्ट्सहरू अलरेडी आएको छ सो या आई लभ विन्डो सपिङ एन्ड द्याट्स इट त्यसपछि यो चाहिँ म आफ्नो छोरालाई चाहिँ स्कुल पुऱ्याउँदै हो अनि स्ट्रोलरमा उसलाई पुऱ्याएको मनपर्छ अनि थ्याङ्क यू भेरी मच फर वाचिङ लाइक कमेन्ट सेयर सब्सक्राइब बाई